अनि साँच्चै नेपाली पढ्न सक्ने छन् जस्तो लाग्दैन। र मेरा प्रश्न अरू पनि छन्। विद्यालय मात्र नभएर गाविस पनि त छ होला नि। अघि विद्यालय भन्नुभयो जिल्ला शिक्षा कार्यालयको सरले। त्यस पछाडि अर्को छ शिक्षकले तालिम लिने पढाउन अरू जाने किन? र अर्को छ हाम्रो फस्को गाविस साक्षर भनेर घोषणा गरियो, तर अब फेरि प्रौढ शिक्षा माग्न मिल्छ कि मिल्दैन? र प्रौढ शिक्षा राख्दाखेरि हामी किसानी भएको कारणले गर्दा कामको लागि पनि मध्यनजर गर्दै किन हिउँदको समयमा बनाइँदैन, जेठ असारमा मात्रै बनाइन्छ? अझ यसलाई हिउँदको समयमा बनाउन पाए अझ प्रभावकारी हुन्थ्यो कि? र जिल्ला शिक्षा कार्यालयले प्रौढ शिक्षा दिइन्छ तर अनुगमनको लागि किन आइँदैन त? के दिएर मात्रै पुग्छ होला? यही हो। हस् त, धन्यवाद। हस्, धन्यवाद सम्झना। बस्नेतलाई राम्रो रहेछ मोडल त। शिक्षकलाई तालिम दिने, स्वयंसेवकले पढाउने, यसमा खेताला होइन। त्यो चाहिँ यदि त्यो चाहिँ गर्न पाइँदैन, यदि त्यो गरे भने त्यो चाहिँ गल्ती हो। त्यो चाहिँ गर्न पाइँदैन। त्यो कुरा अनुगमन भनेको यहाँले नै गर्नुभयो होइन, त्यसको लागि धन्यवाद। र दोस्रो कुरा, विद्यालय किन प्रयोग भयो भन्दा गाविस किन प्रयोग भएन भन्ने कुरा गर्नुभयो। गाविस विगतमा गरिएको हो र गाविसको रोल अहिले हामीले अनुगमनको रोलमा राख्यौँ। त्यहाँ गाविसको सचिवहरूलाई चाहिँ गाविस कार्यालयलाई यो सबै ठाउँमा जानलाई अथवा त्यहाँको सेवा क्षेत्रको हिसाबले, त्यहाँको निरक्षरताको हिसाबले सबभन्दा पहिचान गर्न, कक्षा केन्द्र राख्न र उहाँहरूलाई चाहिँ प्लानिङ गर्न सबभन्दा सजिलो सायद यहाँहरूले भन्नुभयो भने विद्यालयलाई पनि सजिलो होला, किनभने क्षेत्र आफ्नो सेवा क्षेत्र हुन्छ, त्यहाँभित्रको अभिभावकहरूको चाहिँ घर घरमा थाहा हुन्छ र कक्षा सञ्चालन गर्न निकाय त्यो हिसाबले हामीले छनौट गऱ्यौँ विद्यालयलाई। र गाविसलाई रोल चाहिँ के दियौँ भन्दा अनुगमन गर्नुहोस् है भनेर दिएको रोल गाविसलाई हो। र दोस्रो कुरा, अब शिक्षक तालिम गऱ्यो अर्काले काम गर्यो भन्नुभयो, त्यो चाहिँ यदि त्यो गर्नुहुन्न, त्यो गऱ्यो भने त्यो चाहिँ गल्ती हो। त्यो कुरा चाहिँ यहाँहरूले सायद त्यो बेलामै भन्नुभयो, यहाँहरूको पनि राइट हो। र तेस्रो कुरा, अब समय कुरा गर्नुभयो। हामीलाई गत साल समयले अलिकति साथ दिएन। किन दिएन भन्दाखेरि नेपाल सरकारले बजेट ढिलो पास गर्यो र त्यही अनुसार कार्यक्रम ढिलो आयो। ढिलो आउँदाखेरि हामीले अब फागुनमा कार्यक्रम सञ्चालन गर्नुपर्नेको ठाउँमा हामी चैतमा पुग्यौँ। र त्यसको बावजुद पनि हामीले के भन्यौँ विद्यालयलाई भने तपाईँले अब असारभित्रै यो सञ्चालन गरेर सिद्ध्याउनुपर्छ भन्ने होइन। तपाईँहरूको काम भनेको चाहिँ साक्षर गराउने काम हो, 3 महिना पढाउने काम हो। 3 महिनाको लागि असारमा थाती राख्नुहोस्। साउन कति कक्षा केन्द्रहरू यहाँहरूले बुझ्नुभएको होला।